हेलो साथीहरू, सेवाहरू। आज चाहिँ म न्यू ब्लग लिएर आइसकेको छु। आज चाहिँ के हो भने नि मेरो हस्बेन्डको बर्थडे हो क्या। अनि त्यहाँदेखि उहाँ चाहिँ बाहिर हुनुहुन्छ। उहाँको दिन अब स्पेसल फिल होस् भनेर चाहिँ आज मैले बर्थडे सरप्राइज गर्न आँटेको छु। के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँछु है त। यहाँ हेर्नु, मैले सबै ल्याएको छु कि यहाँनिर बेलुनहरू पनि ल्याएको छु, यहाँ सबै ल्याएको छु, सबै कुराहरू छ। म तपाईँहरूलाई देखाउँछु है त साथीहरू। यहाँनिर अब बेलुन उयो गर्नुपर्छ। अहिले चाहिँ म यहाँनिर बेलुन फुलाउन आँटेको है। यस्तो लकबाट खोजेको क्या बेलुन। तर मैले कतिचोटि खोजेँ यस्तो खालको। पहिलाचोटि मैले बर्थडे सरप्राइज गर्दाखेरि पनि खोजेको थिएँ, त्यतिखेर यस्तोबाट पाइनँ। योचोटि चाहिँ पाएँ। योचोटि चाहिँ यो खालको पनि पाएँ। अनि के पो भन्छ, यो खालको पनि पाएँ। राम्रो लाग्यो मलाई चाहिँ फेरि यसमा ह्याप्पी बर्थडे, यसमा चाहिँ ह्याप्पी बर्थडे लेखेको हुन्छ कि हुँदैन भनेर मैले सोधेको। यसमा ह्याप्पी बर्थडे लेखेको छैन, हुँदैन, यो त लपट हो, सादै हुन्छ भन्नुभयो क्या। लबाट त्यसो भन्नुभयो। अनि मैले त यही ल्याइदिएँ क्या। अब यो सादाबाटै ल्याइदिएँ क्या। तर सादाबाट पनि राम्रै हुन्छ। मलाई चाहिँ अब के अरे, अब उहाँको बर्थडे हो नि त। अनि उहाँको बर्थडे हो, अनि त्यहाँदेखि ह्याप्पी बर्थडे भएकै राम्रो हुन्छ होला जस्तो लागिरहेको थियो। तर ठिकै छ, सादा पनि राम्रो हुँदो रहेछ। खासमा चाहिँ मैले कि उहाँलाई के पो भन्छ, अब उहाँ बाहिर हुनुहुन्छ। अनि यस्तो अब मैले चाहिँ उयो के अरे, यस्तो टिकटकहरूतिर क्या के पुरै अब विदेशतिर भने अब सरप्राइजहरू पठाइदिने। अनि यस्तो चिठीहरूदेखि लिएर गिफ्टहरूदेखि लिएर अब विदेशमा भएको आफ्नो हस्बेन्ड अथवा साथी जसलाई पनि स्पेसल फिल गराउने त्यस्तो खालको अब उयो अनलाइनबाट पठाउँदा पनि हुँदो रहेछ कि। तर म उहाँ बसेको ठाउँमा चाहिँ यस्तो अनलाइनबाट अनलाइनबाट चाहिँ यस्तो बर्थडेको लागि सरप्राइजहरू गर्नको लागि चाहिँ रहेन रहेछ क्या। उहाँको ठाउँमा चाहिँ मिल्दैन रहेछ भनौँ, मिल्दैन मतलब कतिचोटि मैले सोधेँ भने मिल्दैन नि त। अनि त्यही भएर चाहिँ मैले चाहिँ अब घरैमा त्यसै अब फोनमा उयो गर्नु पऱ्यो भनेर चाहिँ मैले उहाँलाई स्पेसल फिल होस् भनेर चाहिँ रेडी गर्दैछु।
चाहिँ अब यहाँनिर यो के अरे यो बनाउँछ भिडियोहरू बनाउँछ यो सबै बनाउँछु अनि सबै भिडियो गरेर हजुरहरूलाई म यो सबै कुराहरू भिडियो भइसकिसकेपछि हजुरहरूलाई म फाइनली देखाउने छु। अहिले चाहिँ एकछिनको लागि ब्रेक टाइम। अहिले एकछिन भेटौँ है त साथीहरू। म तपाईँहरूलाई फाइनली सबै के अरे डेकोरेसन गरेर म तपाईँलाई देखाउँछु। फाइनली म पनि रेडी भएँ। म चाहिँ रेडी भइसकेँ। तपाईँहरूलाई म डेकोरेसन देखाउँछु। त्यस्तो राम्रो डेकोरेसन त छैन, तर मैले सिम्पल गरेको डेकोरेसन चाहिँ त्यस्तो राम्रो वाउ भन्ने चाहिँ छैन कि, सिम्पल गरेको डेकोरेसन। अब उहाँलाई म सरप्राइज दिन्छु। यहाँनिर छ के भन्छ, यहाँनिर छ उहाँको ह्याप्पी बर्थडे लेखेको, यो छ झिरझिरे छ, क्यान्डल छ। अब म चाहिँ कल गर्छु है त उहाँलाई कल गर्छु अनि त्यहाँदेखि लेट्सी कस्तो हुँदो रहेछ म हजुरहरूलाई देखाउँछु। यहाँ चाहिँ मैले के पो भन्छ उयो रेकर्ड गरेको नि त, स्क्रिन रेकर्ड, अनि मसँग अर्को उयो भएन अनि स्क्रिन रेकर्ड गरेको उयोबाट एउटै मोबाइलबाट। यहाँ चाहिँ अब यो के अरे यो झिरझिरे बाल्नु आँटेको, नानीलाई बाल्नु नभए भनेको त त्यो लाइटरले गर्दाखेरि कस्तो अप्ठ्यारो भयो नि त, अनि त्यही भएर मेरो बालो हुँदैन रहेछ। अब मतलब भनेर चाहिँ माथि त्यो उचालेर दियोमा सल्काएँ क्या मैले, त्यसरी सल्काउँदा पनि भएन नि त। अनि अब चाहिँ म दियोमा यसो त्यो यता मैले त्यो क्यान्डल लाइट बालेको थिएँ नि त, अनि त्यहाँबाट चाहिँ सल्काइदिएँ। अनि त्यहाँदेखि चाहिँ बल्यो क्या, त्यतिखेर चाहिँ अब त्यहाँनिर सजिलो पनि भयो अनि बल्यो। Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. झिरझिरले बालेर पनि सकियो। मेरो छोरा पनि कम्ती खुसी भइरहेको थिएन। यो के पो भन्छ यो उयो पड्काएको कि हो, कस्तो म त आत्ते क्या, कस्तो पर फेरि त्यहाँ अगाडि झर्नु पर्ने, कस्तो मैले त्यो पड्काउँदाखेरि सिधै पड्काउनु पर्ने थियो रहेछ क्या, यस्तो 150 बनाएर पड्काएँ नि त। अनि त्यहाँदेखि पर गयो क्या। अनि मैले मेरो हस्बेन्डलाई ह्याप्पी बर्थडे भनिरहेको छु, तर कस्तो है मैले त्यो अगाडिको क्यान्डल चाहिँ बाल्दिनै बिर्साएछु क्या। अगाडि त्यो एउटा क्यान्डल थियो नि त, लभको क्यान्डल, अनि त्यो त मैले त बाल्नै बिर्साएछु क्या। अनि त्यहाँदेखि म चाहिँ उतापट्टि उयो के अरे गीत बजाउनु पऱ्यो, उयो गर्नु पऱ्यो भनेर त्यहाँ हेर्दै थिएँ क्या। अनि अब चाहिँ भइसकिसक्यो, अब केक काट्नुपर्छ भनेर रेडी हुँदै थिएँ। मैले त क्यान्डल त्यो परको त्यो बिचको क्यान्डल, लभबटको क्यान्डल त बाल्नै बिर्साएछु क्या। कस्तो आत्तेर क्या, कस्तो एक्साइटेड भनौँ कि आत्तेर भनौँ कि के भयो भने मैले यो त बिर्साएछु भनेर फेरि अनि क्यान्डल बालेँ। अनि क्यान्डल बालेर अनि मेरो हस्बेन्डलाई मैले त क्यान्डल बाल्नै बिर्साएछु भने, अनि त्यहाँदेखि त त्यहाँनिर तपाईँ त्यताबाट पुग्नु भनेर मैले यताबाट भने क्या। कस्तो राम्रो क्युट देखेको थियो। अनि उहाँले फुक्नु भयो क्या, फु गरेर। अनि मैले चाहिँ फेरि मैले चाहिँ कस्तो एक्साइटेड भएको क्या, उहाँ पनि कति खुसी हुनुभयो, कति ह्याप्पी हुनुभयो। अनि मैले फेरि हेर्नु न फेरि बाल्दैछु क्या, यो के पो भन्छ अब मार्नु हुँदैन, फेरि बाल्नै पर्छ भनेर। अनि सबैभन्दा पहिला मैले मेरो हस्बेन्डलाई खुवाएँ, उहाँको बर्थडे हो नि त, उहाँलाई खुवाएँ पहिला। अनि त्यहाँदेखि मेरो छोराले त कस्तो एक्साइटेड भएको, मामु मेरो बर्थडे, मेरो र पापाको बर्थडे भन्दा कस्तो एक्साइटेड भएको थियो क्या मेरो छोरा।
फेरि कस्तो मलाई चाहिँ कस्तो लागेर म चाहिँ अब कस्तो अब उयो भयो क्या त्यो नानीलाई अब के पो भन्छ मलाई खुवाइदिनु न नानी केक भनेर दुईटा हातले खुवाइदिनु भनेर त्यहाँनिर म भन्दैछु खुवाइदिनु भयो मलाई नानीले म चाहिँ एकदम ह्याप्पी थिएँ मेरो हस्बेन्ड पनि ह्याप्पी हुनुहुन्थ्यो छोरा पनि एकदम ह्याप्पी खुसी हुनु मलाई चाहिँ खुसी हुनुभयो कस्तो लाग्यो भनेको भन्नुभयो अनि त्यहाँ म देखाउँदैछु कस्तो यो भयो क्या पछाडि क्यामेरा बनाएर देखाएको अनि पछाडि क्यामेरा बनाएँ देखाएँ डेकोरेसन देखाएको क्या मैले कस्तो छ भनेर त्यस्तो राम्रो त डेकोरेसन गर्न त आएन डेकोरेसन गरिनँ तर पनि जे यति डेकोरेसन गरेको छु नि जे गरेको छु जस एकदम मनभित्रैबाट मायाले एकदम उयोको साथ डेकोरेसन गरेको छु होइन अनि त्यहाँदेखि त्यो लाइटहरू पनि मैले बालेको थिएँ तर लाइटहरू पनि मजाले देखेकै छैन क्या त्यो झिलिमिली टाइपको लाइटहरू पनि मैले बालेको थिएँ तर त्यति मजाले देखेको छैन मेरो अर्को फोन नभएर हो क्या मजाले देखाउन नपाएको भिडियो मतलब यसरी मजाले बनाउन नमिलेको अनि मैले यता क्यामेरा मिलाएँ यतापट्टि अनि त्यहाँदेखि क्यामेरा मिलाएर यहाँनिर देखाउँदैछु त्यो के अरे यस्तो त्यस्तो भनेर क्या त्यहाँनिर अब हेर्ने उयो ल्याएर आउँछु म त्यहाँनिर त्यो लभमा क्या अब त्यो केकमा लभ हुन्छ नि त लभ लाउनु लगाएको थिएँ अनि त्यो लभमा माथिबाट बत्ती बालेर त्यो यसको यो क्यान्डल लभ क्यान्डलको बत्ती बालेर हेर्नु न त्यहाँनिर कति राम्रो लागेको मलाई यो लभबाट क्यान्डल चाहिँ यस्तो स्पेसल लाग्यो यस्तो राम्रो लाग्यो कि मैले यो अस्तिको चोटि सरप्राइज दिँदा नि खोजेको थिएँ तर मैले अस्तिको चोटि चाहिँ पाइनँ क्या अनि यो चोटि चाहिँ पाएँ एकदम यस मेरो बुढा ह्याप्पी हुनुभयो म पनि ह्याप्पी थिएँ अनि त्यो ह्याप्पी बर्थडेवाला लेखेको त्यो पनि थियो अनि त्यो पनि ह्याप्पी बर्थडे भन्दै फेरि उहाँलाई देखाएँ उहाँ नि खुसी हुनुभएको थियो जसमा चाहिँ उहाँलाई स्पेसल फिल अब विदेशमा हुनुहुन्छ नि त उहाँलाई स्पेसल फिल गराउनलाई चाहिँ उहाँको बर्थडे मैले सरप्राइज गरेर उहाँको बर्थडे मनाइदिएको हो मैले म त कस्तो एक्साइटेड थिएँ के सोच्नु होला कस्तो खुसी हुनुहुन्छ कि हुनुहुन्न भनेर अनि यहाँनिर चाहिँ म अब तपाईँको लागि 2 शब्द भन्छु केही भन्छु भनेर मैले त्यहाँनिर चाहिँ भन्दैछु तर कस्तो मेरो यो उयो रेकर्ड भएन रहेछ आवाजै रेकर्ड भएन रहेछ क्या कस्तो भयो क्या आवाज रेकर्ड नभएर ब्याड भयो अनि मैले उहाँलाई देखाउँदैछु क्या अन्त के अरे क्यान्डल मैले बनाएको कस्तो छ भनेर देखाउँदैछु उहाँ त यस्तो खुसी हुनुभयो म पनि खुसी भएँ उहाँ पनि खुसी हुनुभयो अनि उहाँले मलाई गाला यता ल्याउनु न म माया गर्छु भन्दै जिस्काउनु भयो अनि कस्तो मलाई त सरम लाग्यो क्या त्यस रमाइलो भयो बर्थडे उहाँ पनि खुसी हुनुभयो म चाहिँ के पो भन्छ त्यो केक चाहिँ काटिसकेर उहाँलाई सरप्राइज त के भन्नु उहाँ कहिले नि सरप्राइज त हुनुहुन्न तर पनि अब स्पेसल फिल उहाँलाई स्पेसल फिल गराएर म चाहिँ आज पाहुनाहरू आउँदै हुनुहुन्छ नि त त्यही भएर मैले चाहिँ खाना सब्जी हतार बनाउँदै गरेको यहाँनिर सब्जी बनाउँदैछु म चाहिँ यहाँनिर के अरे पनिरको सब्जी बनाउन लागेको क्या नानीले मासु खानुहुन्न नि त त्यही भएर म यहाँ चाहिँ सब्जी बनाउन लागेको साथीहरू मैले चाहिँ खाना सब्जी सबै रेडी भइसक्यो सबै रेडी भयो अनि अहिले भर्खरै छ्यामाहरू पनि आउनुभयो यहाँनिर सब्जी सब्जी छ यहाँ पनि सब्जी छ यहाँ चाहिँ अहिले भाइ अनि नानीहरूको लागि फाल्टो पकाइदिएको यो अचार भयो अनि यो अब
बाजे बोजूहरू पनि आउनुहुन्छ अनि त्यहाँदेखि माम खाने अहिले चाहिँ मेरो छोरा अनि त्यहाँदेखि मेरो भाइलाई माम दिएको मेरो छोरा र मेरो भाइले चाहिँ मासु खाँदैन नि त अनि त्यही भएर मैले माम दिएको माम दिइसकेँ पनिरको सब्जीसँग हामी चाहिँ खानासाना खायौँ मैले भिडियो बनाउनु पाइनँ रहेछ कि किनभने के पो भन्छ खाना खाएको बेलामा धेरैजना आउनुभएको थियो नि त अनि मान्छे यताउता फेरि मेरो स्ट्यान्ड पनि छैन अनि भिडियो बनाउनै पाइनँ अनि फेरि मेरो छोरा जसको बाजे बोजूसँग पछ्याउँदै गएर माथि गएको छ अनि अब म चाहिँ लिनु जाँदै गरेको मेरो छोराको स्कुल मेरो घर चाहिँ तल हो म चाहिँ अब मेरो छोरालाई लिन जाँदैछु साथीहरू यस्तो छ उफ गर्मीले यस्तो गर्मी छ मेरो छोराको स्कुल चाहिँ यहाँ हो यो स्कुलमा पढ्छ अहिले चाहिँ यस्तो गर्मी छ नि यस्तो गर्मी घाम यस्तो कुनाबाट छिरेर जानुपर्छ के गर्दैछ हेलो म चाहिँ पुगेँ मेरो छोरालाई लिनु यता मेरो छ्यामा म यहाँ छु बाई बाई अहिले भेटौँ आजको भिडियो चाहिँ यति नै म माथि नानीलाई ल्याएर पनि आएँ रात पनि पर्यो खाना पनि उतै खाएर आएको फेरि छ्यामाले उतै खाना खाएर जा भन्नु पनि खानासाना खाएर आएँ अनि नानीलाई ल्याएर आएँ रात पर्यो म चाहिँ यति भन्दै यो भिडियो यहीँ इन्ड गर्न चाहन्छु डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला भन्दै साथीहरू बाई बाई